नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको एक सुन्दर देश हो। यहाँका पहाडी गाउँहरू मात्र होइन, तिनीहरूको इतिहास, परम्परा र वातावरणहरू पनि आफैमा अनौठा विशेषता बनेका छन्। आज हामी नेपालका 5 ठुला पहाडी गाउँहरूको बारेमा विशेष चर्चा गर्नेछौँ। त्यसैले यस भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। आउनुहोस् आजको हाम्रो रमाइलो यात्रा सुरु गरौँ। नम्बर 1, गान्द्रुक। गान्द्रुक नेपालको गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा अवस्थित एक सुन्दर र ठुलो गाउँ हो। अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो गाउँ पर्यटन, प्राकृतिक सौन्दर्य र गुरुङ संस्कृतिका लागि निकै प्रसिद्ध रहेको छ। गान्द्रुक ट्रेकिङ प्रेमीहरूका लागि पनि एक स्वर्ग नै हो। अन्नपूर्ण बेस क्याम्प जाने बाटो यही भएर जान्छ। यहाँ ट्रेकिङ गर्दा हरियो जङ्गल, नदी र हिमालहरूको दृश्यले यात्रा अझ रोमाञ्चक बनाउँछ। गान्द्रुकका होमस्टेहरूले पाहुनालाई नेपाली र गुरुङ खानाको स्वादिष्ट परिकारहरू चखाउने गर्दछन्। यहाँको ढिँडो र गुन्द्रुकले स्वदेशी खानाको आनन्द दिलाउँदछ। अब तपाईँलाई लागिरहेको होला गान्द्रुक कसरी जाने त? पोखराबाट जिप वा बस मार्फत यहाँ पुग्न सकिन्छ, वा तपाईँले पदयात्रा गर्न चाहनुहुन्छ भने 4 देखि 5 घण्टाको पैदल यात्रा गरेर पनि गान्द्रुक पुग्न सक्नुहुन्छ। नम्बर 2, सिक्लेस। सिक्लेस गाउँ नेपालको गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा पर्ने एक सुन्दर पर्यटकीय र ठुला गाउँहरू मध्ये एक हो। यो गाउँ पोखरादेखि करिब 20-25 किलोमिटर टाढा उत्तर पूर्वमा अवस्थित रहेको छ। सिक्लेस गाउँ मुख्य रूपमा गुरुङ समुदायको बसोबास रहेको ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण ठाउँ हो। सिक्लेस गाउँबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल र हिमचुली हिमाल जस्ता प्रसिद्ध हिमालहरूको दृश्य देख्न सकिन्छ। विशेष गरी सूर्योदय र सूर्यास्तको समयमा यी हिमालहरू सुनौलो र रङ्गीन देखिन्छन्, जसले यात्रुहरूलाई आकर्षित गर्दछ। सिक्लेस गाउँमा गुरुङ समुदायका मानिसहरूको बसोबास रहेको छ। यहाँका मानिसहरूले आफ्नो पुरानो संस्कृति, परम्परा र रीतिरिवाजलाई अझै जोगाएर राखेका छन्। सिक्लेस गाउँमा गुरुङ परिकारहरू जस्तै ढिँडो, गुन्द्रुक र मोमो निकै लोकप्रिय रहेका छन्। सिक्लेस गाउँ अन्नपूर्ण क्षेत्रको प्रमुख ट्रेकिङ मार्ग हो। यहाँबाट सुरु हुने अन्नपूर्ण बेस क्याम्प ट्रेक र घोडाघोडी पुनिल ट्रेक प्रसिद्ध पदयात्राका मार्गहरू हुन्। सिक्लेस गाउँ पुग्न पोखरादेखि करिब 3 देखि 4 घण्टाको जीप यात्रा गर्नुपर्दछ। नम्बर 3, सिरुबारी। सिरुबारी नेपालको स्याङ्जा जिल्लामा रहेको एक ठुलो र सुन्दर गाउँहरू मध्ये एक हो। सिरुबारीले नेपालको ग्रामीण जीवनशैलीलाई झल्काउँछ। यहाँका मानिसहरूले आफ्नो पुरानो परम्परालाई अझै पनि जीवित राखेका छन्। परम्परागत घरहरू, ढुङ्गाले छापिएका बाटोहरू र चारैतिर हरियालीले यस ठाउँलाई अझै सुन्दर बनाएको छ। यहाँको अर्को विशेषता भनेको परम्परागत खाना हो। यहाँका स्थानीय खानाहरू निकै स्वादिष्ट रहेका छन्। सिरुबारीको चारैतिर हरिया पहाडहरू र सुन्दर दृश्यहरू रहेका छन्। यहाँ ट्रेकिङ र प्रकृति अवलोकनका लागि धेरै अवसरहरू रहेका छन्। शान्त वातावरण र ताजा हावाले यस ठाउँलाई आराम गर्नका लागि उत्तम गन्तव्य बनाएको छ। सिरुबारीको अर्को आकर्षण भनेको यहाँको होमस्टे अनुभव हो। यहाँ तपाईँले स्थानीय परिवारसँग बस्न सक्नुहुन्छ र उनीहरूको जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्नुहुन्छ। नम्बर 4, पाँचपोखरी। नेपालको सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी गाउँ सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध पाँचपोखरी ताल नजिकै रहेको एक सुन्दर र ठुला गाउँहरू मध्ये एक हो। पाँचपोखरी गाउँको मुख्य आकर्षण भनेको त्यहाँको पवित्र ताल हो। पाँचपोखरी 5 वटा सुन्दर तालहरू मिलेर बनेको छ, जुन समुद्री सतहबाट करिब 4100 मिटरको उचाइमा रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि यो स्थान अत्यन्तै पवित्र मानिन्छ। हरेक जनै पूर्णिमाको दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ, जहाँ हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। पाँचपोखरी जान काठमाडौँबाट मेलम्चीसम्म गाडी यात्रामा जान सकिन्छ र त्यसपछि करिब 3 देखि 4 दिनको पैदल यात्रा गर्दै पाँचपोखरी र पाँचपोखरी गाउँ पुग्न सकिन्छ। नम्बर 5, मेलम्ची। मेलम्ची गाउँ सिन्धुपाल्चोक जिल्लामा रहेको एक ठुला र सुन्दर गाउँहरू मध्ये एक हो। यो गाउँ प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र जलस्रोतका कारण निकै प्रसिद्ध रहेको छ। मेलम्ची गाउँमा मुख्य रूपमा तामाङ, नेवार र अन्य जात जातिका मानिसहरूको बसोबास रहेको छ। यहाँको संस्कृति, चाडपर्व र परम्परागत शैलीको जीवनशैली एकदमै मनमोहक रहेको छ।
मेलम्ची गाउँको प्रमुख पहिचान भनेकै मेलम्ची खोला हो। यो खोला काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति परियोजनाका लागि अत्यन्तै महत्त्वपूर्ण छ। साथै यहाँको चिसो पानी, माछा मार्ने ठाउँहरू र सुन्दर किनाराहरूले पर्यटकहरूलाई आकर्षित गर्दछ। मेलम्ची गाउँ काठमाडौँबाट करिब 80 किलोमिटर टाढा रहेको छ। बस वा निजी गाडी मार्फत करिब 4-5 घण्टामा यहाँ पुग्न सकिन्छ। आज हामीले नेपालका 5 ठुला पहाडी गाउँहरूको बारेमा चर्चा गर्यौं। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? कृपया तपाईको विचार कमेन्ट गर्न नबिर्सनुहोला। आगामी भिडियोहरूमा तपाईहरू समक्ष हाम्रो भेट हुनेछ। तबसम्मको लागि हामी तपाईहरू समक्ष बिदा चाहन्छौं। हस्त, धन्यवाद।